दर्शकबिन हामी सुनसरीको देवानगञ्ज गाउँपालिकामा छौँ। देवानगञ्ज गाउँपालिकामा केही दिन अघि जुन गोलीकाण्ड भएको थियो यसलाई प्रहरीले तस्करी बीचको विवाद हो भनिरहेको छ। तर यो घटना एउटा अनुसन्धानको पाटोमा छ। घाइते जो गोलीकाण्डमा घाइते भएका छन् ती घाइतेहरूलाई नै प्रहरीले अहिले नियन्त्रणमा लिएर अनुसन्धान अगाडि बढाइरहेको छ र गोली हान्ने जुन एकजना भारतीय र दुईजना जो स्थानीय छन् तिनीहरूको खोजीमा प्रहरीको संयन्त्रहरू अनुसन्धानमा जुटिरहेको अवस्था छ। र यही घटनाक्रम सँगसँगै बोर्डर क्षेत्रको अवस्थाको रिपोर्टिङ गरिरहनुभएका यस क्षेत्रका सञ्चारकर्मीसँग हामी कुराकानी गर्न गइरहेको छौँ। ब्रह्मदेव मेहता मसँग हुनुहुन्छ। विगत 5-6 वर्षदेखि यस क्षेत्रमा रिपोर्टिङ गरिरहनु भएको छ। बोर्डर क्षेत्रको यो अवस्था यहाँको शान्ति सुरक्षाको विषयमा कुराकानी गर्न गइरहेको छौँ। स्वागत छ यहाँलाई। हस् त, धन्यवाद। अब मैले अघि पनि यहाँलाई भने 5-6 वर्षदेखि यस क्षेत्रमा रहेर यहाँको रिपोर्टिङ गरिरहनु भएको छ। भर्खरै मात्र हामी जहाँ छौँ यही क्षेत्रमा चाहिँ गोली जुन चलेको छ, गोली चलेको घटना छ। अब यो गोली चलेको घटनालाई चाहिँ यहाँले कसरी लिनु भएको छ? अब सबभन्दा पहिला भन्नुपर्दाखेरि यो जुन घटना अहिले घटेको छ नि, यो चाहिँ यो क्षेत्रको लागि एकदमै डरलाग्दो र दुःखद घटना पनि हो। हालाकि त्यसमा जो घाइते भए, अब घाइतेहरू अहिले उपचाररत छ। तर यो घटनाले यो एरियालाई एउटा आतङ्कित पारिएको छ। आतङ्कित पनि अब तपाईँलाई कस्तो भन्नुपर्दाखेरि जो त्यस्तो किसिमको कामकाजहरू गर्छ उहाँलाई त केही फरक छैन। उहाँहरू राति हिँड्नुहुन्छ, दिनमा पनि काम गर्नुहुन्छ, केही छैन। तर जो यहाँको सज्जन व्यक्तिहरू छ उहाँहरू अहिले तपाईँलाई निस्किन नि डराइराखेको छ। तपाईँलाई साँझमा 6-7 बजे पहिला 8-9 बजेसम्म बाटो चल्ने गर्थ्यो। तर अहिले तपाईँले यो घटनादेखि यतातिर हेर्दाखेरि 4-5-6 बज्ने बित्तिकै तपाईँले के हुन्छ भने सबजना सज्जन व्यक्तिहरू चाहिँ है उहाँहरू चाहिँ आफ्नो अब बाहिर ननिस्किने, बाहिर गयो भने फेरि कसैले हानिदियो कि या त केही गर्छ कि भन्ने त्यस्तो चाहिँ माहौल बनेको छ। र जो त्यस्ता तस्करहरू छ जो यता पारी बोर्डर वारिपारी काम गर्छ, ड्रग्सको भयो, गाँजाको भयो, फेन्सी ड्रिलको भयो, यो एउटा हट स्पट नै बन्दैछ अहिले। तपाईँ सुनसरीमा हेर्नुहुन्छ भने देवानगञ्ज गाउँपालिकालाई अहिले अब टार्गेटिङ हिसाबले भनौँ या त जे हिसाबले भनौँ, तर यो गाँजाको चाहिँ हट स्पट नै बन्दैछ। उहाँ अब तपाईँ यसमा भन्नुहुन्छ भने माथिल्लो निकायको पनि यसमा कमी कमजोरी देखिन्छ। किनकि गाँजा यतातिर बढी उत्पादन हुने भनेको पहाडतिर भोजपुर हो। धनकुटा, भोजपुर, उता तेह्रथुम, 5 थर कता कता उत्पादन हुन्छ। आउने भनेको तपाईँलाई धरानको बाटो भयो, इटरीको बाटो भयो, मेन तपाईँलाई इटरी भयो। इटरीदेखि नै यतातिर डिस्ट्रिब्युट हुन्छ। अनि यतातिर आउँदाखेरि अब उहाँसम्म चाहिँ नसमात्न सक्ने, तर यो देवानगञ्जमा आए पछाडि उहाँले समात्ने। र कहाँबाट समात्यो भनेर भन्दाखेरि देवानगञ्जको फलानु ठाउँबाट यति केजी गाँजा समात्यो भनेर टक्क एउटा आउने। त त्यही सब घटनाले गर्दाखेरि अहिले यतातिरको अवस्था तपाईँले भन्नुहुन्छ भने अहिले स्वयं 4-5 वर्षदेखि काम गरिरहेको छु यो फिल्डमा। र यहाँको स्थानीय हुँदाहुँदै पनि यहाँ हामीले पनि बोल्न गाह्रो छ। हामीले बोलौँ भने अब कुन तस्कर ल्याएर हानिदिन्छ कि कुन प्रहरीले जेल। तपाईँले बोल्नुभयो हामीले अघि रिपोर्टिङ क्रममा यहाँ आइरहँदाखेरि यहाँको यो जुन चोरी तस्करी गोली हानेको जुन घटना छ यो घटनाक्रममा हामीले स्थानीयसँग प्रतिक्रिया लिन खोज्दा पनि उहाँहरू इभेन वडा अध्यक्षसम्म त मानिराख्नु भएको छैन। त त्यस्तो अवस्था छ। हामीले कुनै चिजको रिपोर्टिङ गर्न जाँदा अब कुन तस्करले हामीलाई कहिले कतिखेर हानिदिन्छ कि या त यहाँ इभेन भन्नुहुन्छ भने नि हामीले प्रहरीहरूलाई यदि सूचना दियो भने नि उहाँहरू पनि सूचना लिक गरिदिनुहुन्छ। त्यस्तो पनि अवस्था छ। हामीलाई जोखिम पनि एकदमै जोखिम छ। त हामीले अब त्यही पनि यहाँको जति जे हुन्छ जे अनुसार हुन्छ हामीले त्यो कामहरू चाहिँ गरिरहेछौँ। अब एउटा भनौँ न यो फिल्डमा आइसके पछाडि जान अब घरमै राखेर अब कतिखेर बाहिर ढलिन्छ त्यसको मतलब छैन। त्यति गरेर पनि हामी यो कामहरू गरिराखेका छौँ। अब यो विगतको भन्दा सुधार पनि भएको छ। यो होइन कि सुधार भएको छैन। तर यहाँ चाहिँ प्रहरीको उपस्थिति हेर्नुहुन्छ भने चाहे त्यो सशस्त्र प्रहरी होस् या त नेपाल प्रहरी होस्, यहाँ भर्खरै चाहिँ इलाका प्रहरी कार्यालय देवानगञ्ज पनि स्थापना गरिएको छ जहाँ प्रहरी निरीक्षकको दरबन्दी कायम गरिरहेको छ। यो दरबन्दी चाहिँ अहिले उहाँ प्रहरी निरीक्षक इन्सपेक्टर सरको चाहिँ छैन, उहाँहरू काजमा हुनुहुन्छ। जुन इन्सपेक्टरको एउटा उपस्थिति भइरहेको पनि त्यो इन्सपेक्टरको अनुपातमा हुनुपर्ने एउटा प्रहरीको सङ्ख्या पनि यहाँ छैन।
त्यो चाहिँ हामीले जस्तै हामीले यो क्षेत्रमा हेरिराख्दाखेरि निर्वाध रूपमा इन्डियन नम्बरका मोटरसाइकलहरू सवारी साधनहरू चाहिँ निर्वाध छन्। त्यो त यहाँको अब नेपालको मान्छेहरू पनि कतिजनाले इन्डियन बाइकहरू किनेर ल्याएर उताको मान्छेको नाममा किनेर ल्याएर यता चलाउँछ र त्यसमा पनि अब जति पनि अझै भन्नुहुन्छ भने तपाईँले यो देवानगञ्ज भइहाल्यो, हरिनगरा भइहाल्यो, बर्जु भइहाल्यो, यो आसपासमा तपाईँ हेर्नुहुन्छ भने नि जति पनि अब टुटे फुटेको पुरानो मोडेलको बाइकहरू हेर्नुहुन्छ त्यो सबै भनेको त्यो चोरीको बाइक। हामीले नम्बर प्लेट नभएको बाइक पनि त्यो नम्बर प्लेट नभएको या त थोत्रे बाइक भएको त्यो सबै चोरीको बाइकहरू। उताबाट जस्तै अब तपाईँलाई झापा भइहाल्यो, बिर्तामोड भइहाल्यो, काकडबिट्टाहरू भइहाल्यो, उताबाट ल्याएर चोरीको बाइकहरू ल्याउँछन् र त्यसलाई अब इन्डियन नम्बर हालिदियो भने त छिटो नेपालमा ट्र्याक गर्न सकिँदैन। अनि त्यो हालेर के गर्छ भने त्यसमा त्यो तपाईँलाई चलाउने गर्छ र त्यो तस्करीको काममा प्रयोग गर्छ। सिभिल ड्रेसमा पनि आउँछ, परदेशको सिभिल ड्रेसमा पनि यहाँ खटिरहेको हुन्छ, एपिएफको पनि सिभिल ड्रेस हुन्छ, तपाईँलाई जनपदको पनि सिभिल ड्रेस हुन्छ र राष्ट्रिय अनुसन्धानको पनि यहाँ छ। सबलाई सब कुरो थाहा छ र इभेन भन्नुहुन्छ भने नि यहाँ को तस्कर छ, को सज्जन छ, को राजनीतिक व्यक्ति छ, को पत्रकार छ, को समाजसेवीहरू छ, सब रेकर्ड छ उहाँहरूलाई। तर भन्नुहुन्छ भने उहाँहरूले खासै त्यसमा चासो दिनुहुन्न। र यो विगत 2-2.5 वर्षदेखि यता हेर्दाखेरि तपाईँलाई गस्ती नामको चिज हुन्छ नि जुन एउटा प्रहरीले गर्नुपर्ने त्यो चाहिँ पटक्कै छँदैछ। त्यस कारणले पनि यो घटना हुन पुग्यो होइन, यो गोलीकाण्ड घटना हुन पुग्यो। अहिले यसलाई तस्करी बिचको विवाद हो भनिरहेको अवस्था छ र यसो भइराख्दाखेरि तस्करी बिचको विवादमा गोली चल्दा घाइते हुनुपर्ने परिस्थिति बनिराख्दाखेरि सूर्य सैनिकले एउटा चाहिँ थ्रेटन जस्तो पनि भयो। त्यस कारणले अहिले जो घाइते छन् घाइतेलाई पनि अनुसन्धानको लागि प्रहरी हिरासतमा राखिएको अवस्था छ। मलाई यहाँ सुरक्षा निकायको जुन इन्टेलिजेन्स पार्टहरू हुन्छ, सिभिलहरू हुन्छन्, उहाँहरू हुन्छन्, तिनीहरूको सूचना संयन्त्रहरूले छैन काम। अब त्यो सूचना संयन्त्रले काम गरिरहेको पनि छ र अर्को कुरा भन्नुहुन्छ भने उहाँहरूलाई दबाब पनि हुन्छ। यहाँको स्थानीय जनप्रतिनिधि, राजनीतिक दलका व्यापारीहरूको दबाब पनि हुन्छ उहाँहरूलाई। तर कुनै पनि सरकारी निकायमा कुनै पनि व्यक्ति विशेषको दबाब चाहिँ अशोभनीय छ, त्यो चाहिँ हुनु भएन। त्यो सब छोडेर जनताको तपाईँलाई के भन्नुहुन्छ भने सुरक्षाको लागि उहाँहरूले जे पनि गर्न सक्नुपर्छ र अरू कुनै काण्डहरू हुँदाखेरि जसरी उहाँले कानुन यानि राज्य पछि हट्दैन भन्छ त्यसरी नै यो कुरामा पनि उहाँहरू यदि अगाडि भएर लाग्नुभयो भने सायद यो हटिन्छ। अब यो हुन त यो अब सीमावर्ती क्षेत्रमा चोरी तस्करीका कुराहरू नियन्त्रणमा सम्भवतः नआउलान् होइन, किन रोजीरोटीको बाटो पनि बनेको छ यहाँका स्थानीयहरूमा। अझ विशेष गरी युवाहरू प्रत्यक्ष यो चोरी तस्करीमा संलग्न भइरहेका छन्। नियन्त्रण नआउला तर यसलाई एउटा दायरामा ल्याउन सकिने नसकिने कुराहरूमा स्थानीय सरकार पनि छ। अहिले तपाईँ हेर्नुहुन्छ भने नि केही दिन यतादेखि हेर्दाखेरि लगभग 15देखि लिएर 25 वर्षको जुन बिचक युवाहरू छन् त्यो चाहिँ एकदमै नसामा फसिराखेको छ, तस्कर बनिरहेछ। अब उनीहरूलाई रोजगारको पनि अभाव छ। अब राम्रो काम गर्दै जाँदाखेरि यहाँ कपडा पनि टपाउँछ, कतिले खादमल पनि टपाउँछ। त्यो काम गर्दै गर्दै जाँदाखेरि अब बढी पैसा कमाउने लोभमा उनीहरू फेन्सी ड्रिलतर्फ जान्छ, ड्रग्सतर्फ जान्छ, करेक्सतर्फ जान्छ, लगायतकोमा गइरहेछ। त त्यसलाई पनि नियन्त्रण गर्नको लागि अहिले भन्नुहुन्छ भने पहिला त जनचेतना कार्यक्रमहरू पनि चलाउँथ्यो युवाहरूको लागि, अहिले चाहिँ त्योहरू पनि छैन। न त स्थानीय सरकारले फ्यान क्लब पनि गठन भयो भने फ्यान क्लब गठनहरू छन् नि, त्यो चाहिँ यहाँ त्यो लागू भएको छैन नि। क्या फ्यान क्लब गठन छ, कार्यक्रम पनि भर्खरै केही दिन अगाडि भयो, हाम्रो एसपी साहबहरू पनि आउनु भएको थियो। तर एउटा बन्द कोठामा हुन्छ, सीमित विद्यार्थीलाई बोलाइन्छ, प्रभावकारिता छैन। सीमित विद्यार्थीलाई बोलाइन्छ, उनीहरूलाई अब के भनिन्छ, प्रशिक्षण दिइन्छ, 2 घन्टा कार्यक्रम सकेर फोटो हालेर माथि पठाउँछ, ल हामीले कार्यक्रम गऱ्यो यसको, तर चाहिँ प्रभावकारिता चाहिँ छैन। अब यो हामीले तस्करीको कुराकानी गरिरहँदाखेरि जस्तै यहाँ भारतीय क्षेत्रबाट यता तस्करी हुने सामानहरू चाहिँ के बढी यता भइरहेछन्? यहाँ चाहिँ बढी तपाईँलाई भन्नुहुन्छ भने नि सबभन्दा बढी त खाद भइहाल्यो, खाद अनि त्यस पछाडि त्यो खाद्यान्न सामग्री त आउँछ नै आउँछ, बिहेहरू पनि हुन्छ। अब यहाँ यस्तो अवस्था छ यो ठाउँहरूको, तपाईँलाई 5 केजी पनि चिनी किन्नु पर्यो भने पारी नै जान्छ, यहाँको बजारमा किन्दैन, त्यो भइहाल्यो। त्यस पछाडि कपडा भइहाल्यो तपाईँलाई। अनि त्यस्तैमा तपाईँ भन्नुहुन्छ भने त्यो गाजा त्यतैबाट उता जान्छ। पहिला सुपारी पनि जान्थ्यो तर यो बिचमा अहिले सुपारी चाहिँ अलिक कम छ। अनि त्यस पछाडि उताबाट आउने भनेको त्यही कपडा भइहाल्यो, मल खाद भइहाल्यो, खाद्यान्न सामग्री भइहाल्यो, अनि तपाईँलाई के भन्छ त्यो रजनीगन्धाहरू हुन्छ त्यो भइहाल्यो। अनि त्यस्तै तपाईँलाई मोटर्सको पार्ट्सहरू त्यो पनि तस्करी गरेर, मेसिनहरू, मोटरहरू
योहरू पनि आउँछ उताबाट। जस्तै हामीले सुन्ने गरेका छौँ एउटा हामीले अघि पनि देख्यौँ बाइकमा मलखादहरू लिएर गइरहेको खाद्यान्न सामग्रीहरू ल्याइरहेको देख्यौँ त्यो त स्वाभाविकले देखिरहेको छ। सङ्गठित तस्करी हुन्छ नि जो ट्रकमा र चाहिँ स्कटिङ गरेर लगिन्छ भन्ने त्यस्ता घटनाक्रम पनि हुन्छ जस्तै ठुला सवारी साधन नै प्रयोग गरेर लगिने त्यस्तो चाहिँ ठुला सवारी साधन प्रयोग गरेर त अहिलेसम्म त्यस्तो कुनै घटना भएको छैन। बिरलै कुनै होला त्यो बेग्लै हो। तर एकैजना मान्छेले 10-10 जना मान्छे खटाएर चाहिँ 10वटा मोटरसाइकल परिचालन गरेर त्यसले चाहिँ काम गराउँछ। यो हामीले तपाईँलाई तरकारी जुन छ नि भारतीय तरकारी पनि धेरै आउँछ तरकारी आउँछ। त्यो सुरक्षा निकायले चाहिँ कसरी यहाँ चाहिँ सुरक्षा निकायहरूले चाहिँ आकर्षण पोस्टिङ मान्छन् बोर्डर क्षेत्रमा होइन 2-4 पैसा कमाइ हुन्छ भन्ने हिसाबले पनि सोर्स लगाएर चाहिँ बोर्डर क्षेत्रमा आउने एउटा जुन एउटा पहिला संस्कार भनौँ या परम्परा भनौँ जेसुकै भनौँ यहाँ सुरक्षाकर्मीले एक्स्ट्रा आम्दानी कमाउँछन् भन्ने पनि छ नि। के बुझ्नुहुन्छ? अब त्यस विषयमा त एक्ज्याक्ट चाहिँ भन्न सकिँदैन। तर उहाँहरूको अब इन्टरनली के हुन्छ त्यो उहाँहरूलाई थाहा हुन्छ। तर जहाँ र के हुन्छ भने तपाईँलाई जहाँ गलत चिज हुन्छ त्यहाँ त्यो चिज पनि हुन्छ। त्यो चाहिँ हुँदैन भने भन्न चाहिँ सकिँदैन। तर यहाँ चाहिँ तस्करी बढिरहेछ, तस्करहरूले काम गरिरहेछ भने, सामानहरू आइरहेछ भने, प्रहरीहरूकै अगाडिबाट लगिरहेछ भने त्यहाँ चाहिँ हामीले त्यो शङ्कास्पद हामी बुझ्न सक्छौँ। त्यहाँ चाहिँ त्यो चिज भइरहेछ। अब हामीले अब सञ्चार क्षेत्रमा काम गरिरहँदाखेरि यी चिजहरू सुधारको निम्ति चाहिँ के देखिन्छ कतिको? यो चिजहरूको लागि हामी यहाँको लोकल सञ्चारकर्मीहरूले नै विभिन्न कार्यक्रमहरू पनि गरेका छौँ। मान्छेहरूलाई पनि सम्झाउँछौँ र सबभन्दा बढी हामीले अब सम्झाउन नसक्ने व्यक्ति भनेको त्यही तस्करहरू छ। उहाँलाई चाहिँ हामीले केही भन्नै या त फोन गर्दा नि ल हामीलाई भेट्नु केही कुरा गर्नु छ भने त्यतिखेर नै धम्की दिन थाल्छ। ए तपाईँ धेरै लेख्नुहुन्छ, यो गर्नुहुन्छ, त्यो गर्नुहुन्छ, भिडियो हाल्नुहुन्छ, यो गर्नु, त्यो काम चाहिँ नगर्नु। अस्ति नै हाम्रो साथीहरू छ कतिजना योभन्दा तपाईँलाई 2 वर्ष अगाडिको कुरा भन्दैछु। हाम्रो यही जुगेश साथी हुनुहुन्छ, एउटा भिडियो बनाएको थियो, रिपोर्टिङ गरेको थियो। त्यो टाइममा तस्करहरू उहाँको घरमा पुगिसकेको थियो, 15-20 जनाको भिड लिएर पुगिसकेको थियो। र त्यस्तो अवस्था छ यहाँ, सुरक्षाको एकदम थ्रेट छ। त्यो टाइममा तपाईँ प्रहरीलाई बोलाउनु न, प्रहरी पनि त्यो टाइममा आउँदैन। र प्रहरीलाई कुनै सूचना दिनु त उहाँले पनि सूचना लिक गरिदिन्छ फलानु मान्छेले हामीलाई सूचना दिएको छ भने। र त्यो चिजहरूलाई रोक्नको लागि यहाँको स्थानीय सरकार भइहाल्यो, हाम्रो प्रशासन भइहाल्यो, उहाँहरूले अलिकति मात्रै पहल गर्यो भने उहाँहरूले यो चिज रोक्न सक्नुहुन्छ। अन्त्यमा अब हामीले हाम्रो निष्कर्ष, हाम्रो कुराकानीको निष्कर्ष भनेकै अब प्रहरीको उपस्थिति, प्रहरीको एउटा जिम्मेवारी सुरक्षा टाइट गर्ने कुराहरूमा उहाँहरू चाहिँ गम्भीरतापूर्वक लागेको खण्डमा चाहिँ यस्ता अपराधी घटनाहरू चाहिँ सम्भवतः नियन्त्रणमा आउँथे। यसमा तपाईँलाई प्रहरीले त सबभन्दा पहिलाको जस्तै जुन विगतमा गर्नुहुन्थ्यो उहाँहरूले रात्रिमा गस्ती, त्यो चिजमा निगरानी बढाउनु पर्यो। र इन्डियाबाट आउने गाडीहरू चाहे त्यो नेपाली गाडी होस् या त इन्डियन नम्बर प्लेट भएको गाडी होस्, बोर्डरभन्दा यता भित्र छिरिसके पछाडि ठाउँ ठाउँमा उहाँहरू बस्नुहुन्छ, कमसेकम उहाँहरूलाई रोकेर एकचोटि डिक्की खोल्न लाएर चेक जाँच गरियोस्। त्यसले गर्दाखेरि के हुन्छ भने उहाँमा डर पैदा हुन्छ नि त। अस्ति नै अब यहाँ यति तपाईँले बोर्डरभन्दा 5-6 किलोमिटरभित्र अहिले हामी उभिरहेछौँ, यहीँनिर गोलीकाण्ड भयो। त अब उहाँले बन्दुक बोकेर यहाँ आउँदाखेरि अब उसलाई डरै थियो, चेक जाँचै भएन, उहाँले डरै छैन के गर्छ। निर्वाचनमा उहाँ कटिसक्नु पनि भयो, तर उहाँले कुनै चिजको त्यो छैन। त यहाँ नि यो तपाईँले खुल्ला सिमाना त एउटा समस्या हो नै, तर त्यो खुल्ला समस्यालाई अलिक व्यवस्थित गर्न खोज्यो भने प्रहरी प्रशासन अलि एक्टिभ भएर मान्छेहरूलाई यसो सिभिल ड्रेसमा घुमेको हुन्छ नि, प्रहरी त गाडी यदि जुन बाटो गइहाल्यो भने त्यहाँको मान्छेलाई डर हुनु पर्यो, त्यो हो नि त। तर त्यस्तो चाहिँ अवस्था छैन। त यहाँ तपाईँले सशस्त्र प्रहरीहरूलाई पनि हेर्नुहुन्छ भने उहाँलाई बोर्डर छेउमा मात्रै त्यो एउटा त्यो बनाएको हुन्छ, त्यहाँनिर बसिरहेको हुन्छ बस, अरू त्यो बादबाकी केही काम छैन। उहाँहरूले पनि अलि एक्टिभ भएर त्यो चेक जाँचमा अलिकति अगाडि तपाईँ नै अहिले जानु न बोर्डर छेउमा त्यहाँ क्याम्प छ सशस्त्र क्याम्प, त्यो अगाडिबाट जानु, तपाईँलाई कसैले के गर्नु, तपाईँले जे लानु छ लानु, लिएर आउनु, एकचोटि पनि रोक्दैन। त त्यस्तो अवस्थाको कारण योहरू भइरहेछ। त त्यस चिजमा अलिकति यहाँको सरकार पक्षले, स्थानीय सरकार पनि त्यसमा पहल गर्यो भने र जुन हाम्रो प्रहरी प्रशासनहरू छ उहाँहरूले पनि पहल गर्यो भने यो घटना चाहिँ रोक्न सकिन्छ, न्यूनीकरण गर्न सकिन्छ। र यसले चाहिँ यहाँको जुन राम्रो व्यक्तिहरू छ नि उहाँले केही गर्न डराउँछ। यहाँ अहिले तपाईँ बिजनेस व्यापारहरू ठप्प छ, किन ठप्प छ भने उहाँहरूले तपाईँलाई गर्दाखेरि उहाँ थर्काउँछ मान्छेहरूले, तपाईँले यस्तो गर्ने हो, यहाँ गर्ने हो, हामी काम गरिरहेको छौँ, तपाईँहरू किन गर्नुपर्छ,
त्यस्तो तरिकाको पनि यहाँ भन्ने मान्छे छ, क्यामेरामा बोल्दैन। तपाईँ हाम्रो अगाडि तपाईँ क्यामेरा राखिदिनु, मोबाइल राखिदिनु, त्यस पछाडि उहाँहरू बोल्नुहुन्छ, भित्रको कुरा खुल्नुहुन्छ। त त्यस्तो अवस्था छ, त्यो अवस्थाले चिर्नको लागि अलिकति राज्यबाट भयो। म चाहिँ अब खासमा त्यो गोलीकाण्ड भए पश्चात चाहिँ त्यो जुन इन्डियन नम्बरको प्लेटमा आएर चाहिँ गोली हानियो, त्यसपछि सहजै हिसाबले उनीहरू फरार हुन सफल भए। त्यस पश्चात चाहिँ सुरेश एकदम टाइट छ कि भन्ने हिसाबले चाहिँ म चाहिँ रिपोर्टिङ गर्न आएको थिएँ, त्यो मैले पाइनँ। त्यो त तपाईँ त हेर्नुभयो, तपाईँ त प्रत्यक्ष हेर्नुभयो नि। अहिले तपाईँले 3-4 घन्टा हुँदैछ नि यहाँ, त्यो कतै हेर्नुभयो एउटा प्रहरी। त्यो एउटा घटना पश्चात चाहिँ सुरक्षा संवेदनशीलतालाई लिएर ती चिजहरू टाइट गर्नुपर्ने कुरा त्यो चाहिँ यहाँ हामीले पाएन। त्यो निर्वाचन भनेपछि भोलिको दिनमा जतिखेर पनि जे पनि घटना घट्न सक्ने अवस्था रहेछ। अब यो हामीले त्यही त भन्ने सुरक्षा निकायलाई अलिकति गम्भीरतापूर्वक लिएर र यो संवेदनशील एरिया भयो। तपाईँले सुनसरीको, तपाईँले हरिनगरा, देवानगञ्ज र बर्जु भनेको अमरवा बोर्डर भइहाल्यो, कप्तानगञ्ज बोर्डर भइहाल्यो, गुस्की भइहाल्यो, तपाईँले उता बसमतिया भइहाल्यो, योहरू भनेको तपाईँलाई धेरै भनौँ न 2 नम्बरे कामदेखि लिएर तपाईँलाई यस्तै यो जीवज्यानको सुरक्षा पनि यो क्षेत्रमा छैन त्यतिको। त त्यही भएर त्यसमा अलिकति लागेर प्रशासनहरू अलिकति एक्टिभ भएर अलिकति आफ्नो पावर हेराएर त्यो काम चाहिँ गर्नु पर्यो। हुन्छ, यो भिडियो हामीले छोटो कुराकानी गऱ्यौँ। हामीले यो भिडियो मार्फत चाहिँ हामीले सन्देश दिन खोजेको कुरा चाहिँ अब घटना यत्रो संवेदनशील घटना जुन गोली हानेर एउटा घाइते भएको अवस्था छ, त्यस पश्चातको सुरक्षा टाइटका कुराहरू, त्यसको सुरक्षा संवेदनशीलताका कुराहरू हामीले त्यो पाएनौँ यहाँ पटक्कै पनि। हामीले यहाँ निर्वाध रूपमा सबै चिजहरू हामीले वस्तुस्थिति घटनास्थल पनि हामीले हेऱ्यौँ, त्यो पाइनौँ। र सुरक्षा निकायले यो विषयमा चाहिँ एकदम गम्भीर हुनुपर्छ जस्तो लाग्छ मलाई जहाँसम्म।